जगन्नाथ मन्दिर हिन्दू धर्मका 4 धाममध्ये एक अत्यन्त पवित्र तीर्थस्थल हो। यो मन्दिर भारतको ओडिसा राज्यको पुरी शहरमा अवस्थित छ र यहाँ भगवान जगन्नाथ, बलभद्र र सुभद्राको पूजा गरिन्छ। पुरीको पवित्र भूमिमा रहेको जगन्नाथ मन्दिर सधैँ भक्तहरूको आस्थाले भरिएको थियो। समुद्रको छेउमा बसेको त्यो मन्दिरबाट घण्टीको मधुर आवाज टाढा टाढासम्म सुनिन्थ्यो। एक समय अनन्तवर्मन चोडगङ्गदेवा नामका धर्मपरायण राजाले सपना देखे। सपनामा स्वयं भगवान जगन्नाथले दर्शन दिँदै भन्नुभयो, हे राजन, मेरो लागि एउटा महान मन्दिर निर्माण गर जहाँ सबै भक्तहरू समान रूपमा आउन सकुन्। राजा जागेपछि अत्यन्त भावुक भए। उनले तुरुन्तै विशाल मन्दिर बनाउन आदेश दिए। वर्षौंको कठिन परिश्रमपछि भव्य मन्दिर तयार भयो। तर अझै एउटा रहस्य बाँकी थियो, भगवानको मूर्ति कसरी बनाउने। त्यसैबेला एक वृद्ध कारिगर दरबारमा आए। उनले भने, म भगवानको मूर्ति बनाउँछु, तर एउटा शर्त छ, म काम गर्दा कसैले पनि ढोका खोल्नु हुँदैन। राजाले शर्त माने। कारिगरले ढोका बन्द गरेर काम सुरु गरे। दिन बित्दै गए, तर कुनै आवाज आउन छोड्यो। रानी चिन्तित भइन्। उनले सोचिन्, भित्र केही नराम्रो त भएन। अन्तत अधैर्य भएर ढोका खोलियो। ढोका खोल्ने बित्तिकै वृद्ध कारिगर गायब भए। भित्र 3 मूर्तिहरू अधुरा देखिन्थे, हात खुट्टा पूर्ण नभएका। तर ती मूर्तिहरूबाट अद्भुत दिव्य प्रकाश निस्किरहेको थियो। राजा र रानीले बुझ्न सके, यो साधारण कारिगर होइन, स्वयं भगवानको लीला थियो। त्यसपछि ती अधुरा जस्तो देखिने मूर्तिहरूलाई नै पूर्ण मानेर पूजा गर्न थालियो। त्यस दिनदेखि जगन्नाथ, बलभद्र र सुभद्रा यही रूपमा विराजमान छन्। हरेक वर्ष भव्य रथ यात्रा हुन्छ। भगवानलाई रथमा राखेर नगर घुमाइन्छ, जहाँ लाखौं भक्तहरू प्रेम र श्रद्धाले भेला हुन्छन्। जगन्नाथ मन्दिरको शिखरमा फहरिने झण्डा, ध्वजा सामान्य झण्डा जस्तो हुँदैन। मानिन्छ कि त्यो झण्डा सधैँ हावाको विपरीत दिशामा फरफराइरहेको देखिन्छ। पुराना भक्तहरूले भने अनुसार एक समय भगवान जगन्नाथले आफ्ना भक्तहरूलाई संकेत दिन चाहनुभयो कि म सधैँ यहाँ उपस्थित छु, चाहे प्रकृतिको नियम नै किन नहोस्। त्यसपछि मन्दिरको शिखरमा राखिएको झण्डा यस्तो चमत्कारी बन्यो कि हावा जता बग्छ, झण्डा त्यसको उल्टो दिशामा लहरिन्छ। यसले भगवानको दिव्य शक्ति र उपस्थिति देखाउँछ भन्ने विश्वास गरिन्छ। कहिन्छ, जसले साँचो मनले यहाँ भगवानलाई सम्झिन्छ, उसको जीवनमा आशा र शान्ति अवश्य आउँछ। जगन्नाथ मन्दिरलाई भगवान विष्णुको विशेष धाम मानिन्छ। यहाँ दर्शन गर्दा पाप नष्ट हुने र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। महाप्रसाद, यहाँको प्रसाद भोग अत्यन्त पवित्र मानिन्छ। यहाँ दैनिक हजारौं भक्तहरूले प्रसाद ग्रहण गर्छन्। जगन्नाथ भगवानलाई कलीको साक्षात् भगवान मानिन्छ। यहाँ दैनिक रूपमा हजारौं मानिसले दर्शन गर्छन्।